साथीहरु अनि हजुरहरु के गर्नुहुँदैछ अनि म चाहिँ राति भ्लग बनाउँदैछु हैन अनि राति भ्लग बनाएको हैन अनि नमस्ते स्यामुनी हौवा सेवारो हामी चाहिँ राई हो राई भाषा बोल्नुपर्छ नि त तर हामी चाहिँ यस्तो भाषा बोल्छौँ अनि म चाहिँ गाई जाने भोलि साथीहरु अनि हैन my ब्याग तयार पारेको छु अनि मेरो ब्याग छ अर्को हाम्रो घर चाहिँ यस्तो हो अनि अर्को ब्यागहरु साथीहरु अनि म चाहिँ एउटा सामान पनि छुटाउनु हुँदैन अनि यो छुटाउनु हुँदैन यो छुटाउनु हुँदैन यो छुटाउनु हुँदैन यो छुटाउनु हुँदैन नत्र त मार खाइन्छ अनि साथीहरु म चाहिँ बनाएको what is this हिँड्दै यो एउटा छुट्नु भएन तर मेरो ब्यागमा आर्दैन यसमा पनि आर्दैन के गर्ने अनि साथीहरु म चाहिँ राति भ्लग बनाएको आज के गर्नु मैले भ्लग बनाउन पाएन कि धेरै दिन भयो नि त मैले भ्लग नबनाएको अनि आज बनाएको अनि म डेली भ्लग पनि बनाउन सक्दिनँ मेरो स्कुल जानुपर्छ अनि स्कुल छुट्टी भएपछि पढ्नुपर्छ मैले लेख्नुपर्छ अनि फुर्सद पाइँदैन के त्यस्तै एक्जाममा पढ्नुपर्छ अनि त्यसैले एक्जाम हामी चाहिँ सिद्धेको हो अनि हामी चाहिँ भोलि जाने गाईघाट मजा हुन्छ अनि म भोलि पनि भ्लग बनाउने छु ल बिहान उठेर तर म निन्द्रामा हुन्छु साथीहरु कसरी बनाउनु अनि त्यही हो साथीहरु अनि मामले चाहिँ कपडा सबै तयार पारिसक्नु भयो अनि हामी सबै कपडाहरु तयार पारिसकेको म भोलि कुन कपडा ल्याएर जान्छु म देखाउँछु ल एकछिन ल म भोलि लगाएर जान्छु यो साथीहरु देखाउन सक्छु म हेर्न चाहनुहुन्छ भने देखाइदिन्छु म न यो मलाई ठिक्क हुन्छ साथीहरु फरक हो फरक पट्याएर राख्नुपर्छ कि साथीहरु पट्याउनु पनि पट्याउनै पर्यो नभए भाटा खाइन्छ मम्मीको मलाई पट्याउनु त मजाले आउँदैन यस्तै पो पट्याइदियो अनि नि साथीहरु यो चाहिँ मेरो सर्ट पनि क्या खतरा छ के सर्टको चाहिँ तीनटा छ के तीनटा 1 2 3 तीनटा छ के यो पनि छोटे हो त्यसको सेट हो मैले अघि देखाएँ नि त्यसको सेट हो यो जाने गाईघाट भोलि मलाई गाईघाट जान चाहिँ धेरै मन लाग्छ के म कति पनि गाईघाट नगएको पहिला गएको मैले चाहिँ नि यो तिहारमा किनेको के यो अनि मामुले चाहिँ खोइ के खोज्नु भएको साथीहरु कोही बुझ्दैन यहाँ मैले के ल्याएको छु थाहा छ तपाईलाई थाहा छ यो हाले चिटर छ अनि धेरै सामान छ देखाउनु हुँदैन लाज लाग्छ के देखाउनु साथीहरु सुत्ने पनि भइसक्यो उता माम हुनुहुन्छ अनि साथीहरु मैले चाहिँ आगा दुको अनि माम खानुभयो हामी त अघि माम खाएको मैले आज मिट खाएको मिट त पनि पिकको सुँगुरको मामु चाहिँ सुँगुरको मासु खानु हुँदैन त्यसैले मामुले बिहानको खानुभयो कि तरकारी माम अनि तरकारी खानुभयो मैले चाहिँ खाएँ कि माम र मासु सुँगुरको पिकको झोल पनि थियो मम्मी खाना हुँदैन मम्मीले नबनाएको मलाई चाहिँ तल्लो घरको बाजेले दिनुभएको कि हाम्रो बाजेले त्यसैले मेरो मम्मी चाहिँ खानु हुँदैन सुँगुरको मासु त्यसैले अनि चाहिँ म चाहिँ आज हाम्रो यहाँ दोराज देखेन है
मामु हेलो भन्नुस् त। अनि मैले चाहिँ भ्लग बनाएको आज। अनि मैले चाहिँ लेखेको छु यस महिनामा यो दराज किन्नुहोस्। यहाँ नै मैले यहाँ लेखेको छु। मेरो फोटो देखिरह है। अनि साथीहरु म चाहिँ यसै बसेको ला अप्सरा की परी हूँ। अनि मलाई लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्नु नभुल्नु होला। ओके एन्ड